नमस्कार, म तपाईहरुको साथी मेजर राई, लिम्चुम्बुङ गाउँपालिकाको अध्यक्ष। हामीले लिम्चुम्बुङ गाउँपालिकालाई पर्यटनको नयाँ गन्तव्यको रूपमा हामीले स्थापित गरिरहेका छौं, किनकि यहाँको नेचरले जुन किसिमको हामीलाई हिलिङ गर्छ अनि यहाँ एकदम फ्रेश पनि छ लिम्चुम्बुङ, अनि लिम्चुम्बुङ बेस्ट पनि छ, किनकि लिम्चुम्बुङ घुम्न आउने हरेक मान्छेहरूले नेचरसँग हिलिङ पाउँछ, स्वस्थ जीवन पाउँछ, खुसी पाउँछ र एउटा रिक्रिएसन पनि हुन्छ लाइफ चाहिँ। लिम्चुम्बुङको जनतालाई हामीले सडकसँग समृद्धि जोड्ने अभियानलाई निरन्तर अगाडि बढाउन सुरु गरेका छौँ र यो केही वर्ष भइसक्यो, जसको नाम अध्यक्ष कृषि परियोजना हो। जनतालाई धनी बनाउने, जनतालाई व्यापार गर्न सिकाउने, जनतालाई कमाउन सिकाउने, जनतालाई रोजगारी समृद्धि भनेको अरू कहीँ छैन, हाम्रै खेतबारीमा छ, आफ्नै स्रोत साधनमा छ, हाम्रै सोच हाम्रै पाखुरामा छ, पौरखमा छ भनेर सिकाउने ज्ञान नै अध्यक्ष कृषि परियोजना। यसको नेतृत्व कृषि विकास शाखाका सबै वडाका प्राविधिक साथीहरूले चाहिँ तपाईको चाहिँ कार्य गरिरहनु भएको छ। म धन्यवाद दिन चाहन्छु कृषि प्राविधिक साथीहरूलाई र आम कृषकहरूलाई। अध्यक्ष कृषि परियोजनाले थुप्रै कामहरू गरिरहेका छन् फलफुल क्षेत्रमा। अबको केही वर्ष पछाडि लिम्चुम्बुङलाई एउटा छुट्टै चिनाउँछ, किनकि हामी हजारौँ होइन लाखौँ बिरुवाहरू चाहिँ हामीले वितरण गरेर कृषकहरूले बिरुवाहरू हुर्काउँछ। कागतीको, सुन्तलाको, एभोकाडोको, तपाईँको यसै गरी चाहिँ किवीको लगायत चाहिँ थुप्रै चाहिँ लिम्चुम्बुङ तरकारीमा पनि अगाडि बढिरहेको छ। भने अध्यक्ष कृषि परियोजनाले एउटा परीक्षण गरेको थियो, माटो परीक्षण गरेर लिम्चुम्बुङको 1 नम्बर वडाको बाँसबटेको गाईखुर भन्ने गाउँमा त्यहाँको पौरखी जनताहरूले चाहिँ अकबरे खेतीलाई चाहिँ रोज्नुभयो र उहाँहरूले गत सालबाट चाहिँ सुरु गरेको छोटो समयमा लिम्चुम्बुङको अकबरे चाहिँ नेपालमै चर्चित हुन पुग्यो र यति धेरै डिमान्ड भयो कि उत्पादन गरेको कुरा पुग्दै पुगेन। तपाईहरुले पोहोर नपाए पनि यसपालि निराश नहुनु होला। यसपालि गाईखुरको टोल विकास, त्यो गाईखुरको चाहिँ कृषकहरूले चाहिँ यसपालि गाउँै चाहिँ तपाईको चाहिँ के भन्दा चाहिँ अकबरे खेती लगाउनु भएको छ। हेर्नुस्, यति राम्रो बिरुवाहरू चाहिँ उत्पादन भइसकेको छ। अब केही समय पछाडि चाहिँ तपाईको यो अकबरे बारीहरूमा चाहिँ तपाईको रोप्ने काम हुँदैछ। यसैले लिम्चुम्बुङको अकबरे अत्यन्तै स्वादिलो मिठो तपाईहरुको लागि रोजाइमा परेको छ। यस वर्ष सबैजना अकबरे लिम्चुम्बुङको अकबरे खानु तयार हुनुहोस् है। तपाईहरुलाई अगाडि नै जानकारी गराएको है। धेरै धेरै धन्यवाद लिम्चुम्बुङको अकबरे, लिम्चुम्बुङ कृषि प्राविधिक साथीहरूलाई, लिम्चुम्बुङको चाहिँ नागरिकलाई, गाईखुर टोलवासीलाई धेरै धेरै धन्यवाद। यो मेसेज सम्पूर्ण अकबरे लभरहरूलाई शेयर गरेर भनेर देखाएर सहयोग गर्नुहोस् है। धन्यवाद। जय लिम्चुम्बुङ, जय अकबरे।